नमस्कार। हामी फन्डामेन्टल अफ नर्सिङ अन्तर्गत नर्सिङ प्रोसेसमा छौँ। नर्सिङ प्रोसेसको जुन 5वटा कम्पोनेन्टहरू छ, एसेसमेन्ट जुनमा चाहिँ डाटा कलेक्सन गरिन्छ, त्यसपछि अर्को स्टेप भनेको डायग्नोसिस जुनमा चाहिँ कलेक्टेड डाटा एनालाइज गरेर प्रब्लम आइडेन्टिफाई गरिन्छ र नर्सिङ डायग्नोसिस फर्मुलेट गरिन्छ। त्यसपछि नर्सिङ डायग्नोसिस फर्मुलेट भइसकेपछि अब त्यसलाई सल्भ गर्नको लागि प्लानिङ बनाउँछ। प्लानिङमा गोल, त्यसपछि आउटकम्स, त्यसपछि चाहिँ अब जुन नर्सिङ इन्टरभेन्सन्सहरू छ त्यसको लिस्ट आउट अथवा जुन निड बेसमा चाहिँ प्रायोरिटाइज गरिन्छ र यसरी प्लानिङ गरेको जुन नर्सिङ इन्टरभेन्सन्सहरू छ अब त्यसपछि इम्प्लिमेन्टेसन फेजमा चाहिँ जान्छ। इम्प्लिमेन्टेसन फेजमा जुन हामीले प्लानिङमा गरेको नर्सिङ इन्टरभेन्सन्सहरूलाई चाहिँ इम्प्लिमेन्ट गरिन्छ र इम्प्लिमेन्ट भइसकेपछि अब त्यसको टाइम अनुसार जुन हामीले प्लानिङमा गोल र आउटकम राखेका छौँ त्यो आयो कि आएन भनेर इभ्यालुएसनमा चाहिँ इभ्यालुएटेड गरिन्छ भने आज हामी इम्प्लिमेन्टेसनमा अलि डिटेल कुरा गर्छौँ। इम्प्लिमेन्टेसन, it refers to the execution of the nursing care plan. It is carrying out the nursing interventions designed to achieve the patient's goal and expected outcomes. In this phase, the nurse puts plan action into practice while using clinical judgment, communication skill and technical competencies. यसरी जुन हामीले डाटा कलेक्सन गरिसकेपछि बनाएको नर्सिङ डायग्नोसिस अनुसार हामीले प्लानिङ गरेको जुन इन्टरभेन्सन्सहरू छ, नर्सिङ इन्टरभेन्सन्सहरू, त्यो इन्टरभेन्सन्सलाई चाहिँ हामीले अब एक्सनमा राख्नु नै के हो त इम्प्लिमेन्टेसन हो। इम्प्लिमेन्टेसन गर्दाखेरि अझै हामी हाम्रो चाहिँ क्लिनिकल जजमेन्ट अथवा क्रिटिकल थिङ्किङ, हाम्रो कम्युनिकेसन स्किल र हाम्रो टेक्निकल कम्पिटेन्सेसलाई अझै हामीले बढी युज गर्नुपर्ने हुन्छ। Implementation. It is the phase in which the nurse performs nursing interventions to help the patient achieve the goal set during the planning phase. Implementation is action-oriented and goal-directed. Accurate documentation is legal evidence for implementation. Implementation directly affects patient outcome. Therefore, implementation is the most important part in nursing process. अब इम्प्लिमेन्टेसनको पर्पज केही छन्। टु प्रमोट, मेन्टेन एन्ड रिस्टोर हेल्थ, टु प्रिभेन्ट कम्प्लिकेसन्स, टु रिड्युस पेसेन्ट डिस्कम्फोर्ट, टु एसिस्ट पेसेन्ट इन एचिभिङ इन्डिपेन्डेन्स, टु प्रोभाइड होलिस्टिक केयर जुनमा फिजिकल, साइकोलोजिकल, सोसियल, स्पिरिचुअलहरू सबै वेबाट चाहिँ हामीले पेसेन्टलाई गुडविल फिल गर्न अथवा जुन हेल्थलाई मेन्टेन प्रमोट गर्नको लागि चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्न आवश्यक छ। यसरी विभिन्न पर्पजेसहरूको लागि हामीले इम्प्लिमेन्टेसन गर्छौँ। इम्प्लिमेन्टेसन गर्ने बेलामा विभिन्न कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ, जसलाई हामी प्रिन्सिपल अफ इम्प्लिमेन्टेसन भनेर भन्छौँ। अब के कुरामा हामीले ध्यान दिनुपर्छ त अथवा प्रिन्सिपल अफ इम्प्लिमेन्टेसन हो त भन्दाखेरि केयर सुड बी इन्डिभिजुअलाइज्ड, मेन्टेन पेसेन्ट सेफ्टी, use therapeutic communication, respect patient dignity and privacy, follow standard precautions and practice evidence-based nursing care. यसरी इम्प्लिमेन्ट गर्ने नर्सिङ इन्टरभेन्सन्सहरू चाहिँ 3 टाइपको छ। एउटा भनेको इन्डिपेन्डेन्ट नर्सिङ इन्टरभेन्सन्स, एक्सन्स that nurses can perform without a physician's order based on nursing knowledge and judgment. नर्सिङ आफैले इन्डिपेन्डेन्ट भएर दिने नर्सिङ इन्टरभेन्सन्स जुनमा चाहिँ नर्सेसले आफ्नै क्रिटिकल थिङ्किङ, आफ्नै नलेज, आफ्नै जजमेन्टलाई चाहिँ एप्लाई गरेर नर्सिङ इन्टरभेन्सन्सहरू प्रोभाइड गर्नु भनेको इन्डिपेन्डेन्ट नर्सिङ इन्टरभेन्सन्स, जुनमा केही इक्जाम्पलहरू जस्तै पोजिसनिङ अ पेसेन्ट टु प्रिभेन्ट प्रेसर सोर, प्रोभाइडिङ हेल्थ एजुकेसन, encouraging deep breathing exercise, assisting with personal hygiene. अर्को टाइप भनेको डिपेन्डेन्ट नर्सिङ इन्टरभेन्सन, एक्सन्स that require a doctor's prescription or order, जुनमा नर्सेसको आफ्नो नलेज र जजमेन्ट मात्रै युज नगरिकन
उसले चाहिँ जुन हेल्थ वर्करहरू स्पेशली डक्टर्स प्रेस्क्रिप्सन चाहिँ निड हुनुपर्छ भने त्यस्तो निड चाहिने नर्सिङ इन्टरभेन्सनलाई हामी डिपेन्डेन्ट नर्सिङ इन्टरभेन्सन्स भनेर भन्छौँ। इक्जाम्पलमा जस्तै मेडिकेसन अथवा एडमिनिस्ट्रिङ प्रेस्क्राइब मेडिकेसन्स, स्टार्टिङ IV fluids, giving oxygen therapy as othered. अर्को टाइप भनेको कोलाबोरेटिभ अथवा इन्टरडिपेन्डेन्ट इन्टरभेन्सन्स, जुनमा एउटा मात्रै डिपेन्डेन्ट नभइकन जुन होल टिमको नै कुराहरूलाई कोलाबोरेटिभ रूपमा लिएर नर्सेसले आफ्नो इन्टरभेन्सन्स प्रोभाइड अथवा नर्सिङ केयर प्रोभाइड गर्छ भने त्यो इन्टरभेन्सन्सलाई हामी कोलाबोरेटिभ नर्सिङ इन्टरभेन्सन्स भनेर भन्छौँ, जुन एक्सन क्यारिड आउट इन कोलाबोरेसन विथ अदर हेल्थ केयर प्रोफेसनल्स। इक्जाम्पलमा कोअर्डिनेटिङ विथ अ फिजियोथेरापिस्ट फर मोबिलाइजेसन अफ द पेसेन्ट, वर्किङ विथ अ डाइटिसियन फर न्युट्रिसनल प्लानिङ, रिफरिङ अ पेसेन्ट टु अ काउन्सिलर। यसरी विभिन्न टाइप अफ नर्सिङ इन्टरभेन्सन इम्प्लिमेन्ट गर्दै गर्दाखेरि हामीले इम्प्लिमेन्टिङको प्रोसेस एप्लाई गर्नुपर्ने हुन्छ। हामीले जुन डाटा कलेक्सन गरेको छ, एनालाइसिस गरेको छ, प्लानिङ गरेको छ, त्यो इम्प्लिमेन्ट गर्नुभन्दा अगाडि फेरि हामीले के गर्नुपर्छ त रिएसेस चाहिँ गर्नुपर्छ, रिएसेस द क्लाइन्ट। प्लानिङसम्म त हामीले पेसेन्टलाई केही गरेको हुँदैन। जब हामीले इम्प्लिमेन्ट गर्छौँ त्यसपछि डाइरेक्ट पेसेन्टलाई अथवा क्लाइन्टलाई इफेक्ट गर्ने भएको कारणले गर्दाखेरि हामीले फेरि एलर्ट भएर रिएसेस द क्लाइन्ट अर पेसेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। त्यसपछि डिटरमाइनिङ द नर्सेस निड फर एसिस्टेन्स, रिएसेस गरेपछि फेरि हामीले के गर्नुपर्छ त डिटरमाइनिङ द नर्सेस निड फर एसिस्टेन्स। यसरी डिटरमाइन गरिसकेपछि अब हामीले एक्चुअलमा इम्प्लिमेन्टिङ नर्सिङ इन्टरभेन्सन्स र यसरी इम्प्लिमेन्टिङ नर्सिङ इन्टरभेन्सन्स गर्दै अथवा गरिसकेपछि फेरि हामीले कन्टिन्युइङ सुपरभाइजिङ डेलिगेटेड केयर पनि गर्नुपर्ने हुन्छ र डकुमेन्टिङ नर्सेस एक्टिभिटिज चाहिँ एकदमै आवश्यक छ। यसरी नर्सिङ इन्टरभेन्सनहरू इम्प्लिमेन्ट गर्दाखेरि हामीले विभिन्न स्टेपमा भएर इम्प्लिमेन्ट अथवा एप्लाई गर्नुपर्ने हुन्छ भने सबभन्दा फर्स्टमा रिएसेस द पेसेन्ट अथवा इन्स्योर द पेसेन्ट्स कन्डिसन इज अनचेन्ज or identify new problems। जुन हामीले डाटा कलेक्सन गर्दाखेरिको पेसेन्ट्स कन्डिसन छ त्यो सेम हो कि अथवा चेन्ज भयो अथवा न्यू प्रब्लम्सहरू क्रिएट भयो कि अथवा पुरानो प्रब्लम्सहरू सल्भ भइसक्यो, त्यो कुराहरू हामी इन्स्योर हुनुपर्छ। त्यसको लागि फेरि हामीले के गर्नु पर्यो त रिएसेसमेन्ट द पेसेन्ट गर्नुपर्छ। रिएसेस द पेसेन्ट गरिसकेपछि अब हामीले रिभ्यू द नर्सिङ केयर प्लान। पहिला हामीले जस्तो डाटा कलेक्सन गरेको छ त्यही अनुसार हामीले नर्सिङ केयर प्लान बनाउँदाखेरि अझै हामीले रिभ्यू गर्नुपर्ने हुन्छ। कुनै छुटपुट भयो कि हाम्रो गोल अथवा हाम्रो जुन आउटकमहरू मिलेको छ कि छैन, त्यो म्याचिङ छ कि छैन अथवा स्मार्ट गोल छ कि छैन भन्ने कुराहरू हामीले फेरि रिभ्यू गर्नुपर्ने हुन्छ भने फेरि हामीले रिएसेस गर्दाखेरिको जुन डाटा छ त्यो अनुसार पनि हामीले नर्सिङ केयर प्लानमा हामीले चेन्ज गर्नुपर्ने हुन्छ। त्यसको लागि पनि हामीले रिभ्यू द नर्सिङ केयर प्लान गर्न एकदमै आवश्यक छ। त्यही भएर हामीले कन्फर्म गोल्स एन्ड इन्टरभेन्सन्स आर एप्रोप्रिएट। यसरी हामीले नर्सिङ केयर प्लान रिभ्यू गरिसकेपछि अथवा कन्फर्म भइसकेपछि त्यसपछि अब त्यो इम्प्लिमेन्ट गर्नको लागि हामीले अर्गनाइज रिसोर्सेसहरू चाहिँ गर्नुपर्ने हुन्छ अथवा रिसोर्सेसहरूमा इक्विपमेन्ट, टाइम, इन्भाइरोमेन्ट, पर्सनल एक्सेट्रा कुराहरू चाहिँ हामीले कलेक्सन अथवा अर्गनाइज चाहिँ गर्नुपर्छ। यसरी जुन रिसोर्सेसहरू अर्गनाइज भइसकेपछि अब हामीले एक्चुअलमा पर्फर्म नर्सिङ इन्टरभेन्सन्स इम्प्लिमेन्ट गर्छौँ, जुनमा हामीले जुन प्रिन्सिपल अफ नर्सिङ इन्टरभेन्सन्स इम्प्लिमेन्टेसनलाई एकदमै ध्यानमा राखेर हाम्रो नर्सिङ इन्टरभेन्सन सेफली, कम्पिटेन्टली र इथिकली चाहिँ एकदमै हुन आवश्यक छ। र यसरी हामीले एक्चुअलमा नर्सिङ इन्टरभेन्सन इम्प्लिमेन्ट गरिसकेपछि त्यो गरिएको र फाइन्ड आउट भएको जति कुराहरू छ त्यो सबै हामीले डकुमेन्ट नर्सिङ एक्सन चाहिँ गर्नुपर्छ, जुन एक्युरेट एन्ड टाइमली रेकर्डिङ अफ केयर प्रोभाइडेड एकदमै गर्न आवश्यक छ। अब एउटा क्लिनिकल सिनेरियोको इक्जाम्पलमा जुनमा पेसेन्टको सिचुएसन छ, अब 55-year-old मेल पेसेन्ट एडमिटेड विथ निमोनिया एक्सपिरियन्सिङ फिभर, कफ एन्ड सर्टनेस अफ ब्रेथ, जुनमा नर्सिङ डायग्नोसिस हुन्छ
ineffective airway clearance related to excessive secretion as evidenced by productive cough and dyspnea. यसको goal छ the patient will maintain a clear airway and demonstrate improved breathing within 48 hours. अब actual implemented nursing interventions मा first मा छ position the patient in semi-Fowler's position to improve lung expansion जुन independent nursing interventions हो. अर्को interventions भनेको encourage deep breathing and coughing exercise every 2 hours जुन independent nursing interventions मा पर्छ. अर्को nursing interventions administer prescribed antibiotics and antipyretics जुन dependent nursing interventions हो भने अर्को चाहिँ monitor respiratory rate, oxygen saturation and breath sounds जुन independent nursing interventions मा पर्छ. Provided oxygen therapy as ordered जुन dependent nursing interventions. अर्को interventions भनेको educated the patient about fluid intake to loosen secretion in independent nursing intervention. अर्को भनेको चाहिँ nebulize the patient with plain water independent nursing intervention. अर्को nebulize the patient with medicine भयो भने चाहिँ त्यो dependent nursing intervention मा पर्छ. अर्को चाहिँ assisted in the chest physiotherapy भयो भने कोलाबोरेटिभ नर्सिङ इन्टरभेन्सन्समा चाहिँ पर्छ. यसरी हामीले सेफ र कम्पिटेन्ट एथिकल लेगल नर्सिङ इन्टरभेन्सन चाहिँ इम्प्लिमेन्टेसन गर्न सक्छौँ. थ्याङ्क यू फर वाचिङ माई भिडियो. प्लिज सब्सक्राइब द च्यानल.